नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। खेतमा पानी लगाउने क्रममा विवाद हुँदा गुल्मीमा एकजनाको मृत्यु। नेभी सङ्घद्वारा सिटिइभिटी प्रदेश 2 को कार्यालयमा तालाबन्दी। प्रतिनिधिसभामा नेपाली काङ्ग्रेस र राजपाको अवरोध कायमै, अर्को बैठक बिहिबार बस्दै। देशमा रहेको गरिबी र पछौटेपन बदल्ने गरी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन। र सप्तरीको राजविराज नगरपालिकाद्वारा नगरभित्र वृद्धहरूलाई सम्मान। अब समाचार विस्तारमा। गुल्मीमा एक खेतमा पानी लगाउने क्रममा विवाद हुँदा एकजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका 3 नौघाटे खेतमा पानी लगाउने क्रममा भएको विवादमा 45 वर्षीय लक्ष्मण कुमारले धारिलो हतियार प्रहार गर्दा 50 वर्षीय मोतीलाल कुमारको मृत्यु भएको हो। दुवैजना बीच विवाद बढेपछि लक्ष्मणले मोतीलालमाथि खेतमै धारिलो हतियार घसिया प्रहार गरेका थिए। उनीलाई प्रहरले नियन्त्रणमा लिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटी प्रदेश 2 को कार्यालयमा नेपाल विद्यार्थी सङ्घले तालाबन्दी गरेका छन्। पूर्ण शुल्कीय छात्रवृत्तिको पनि आवेदन फारम भर्ने समय 1 हप्ताको लागि अझै थप गर्नुपर्ने माग राख्दै नेभी सङ्घले प्रदेश कार्यालयको प्रमुखको कार्यकक्षमा बुधबार बिहान तालाबन्दी गरेका हुन्। नाराबाजी गर्दै जनकपुरको रामानन्द चौक स्थित प्रदेश कार्यालय पुगेको विद्यार्थीहरूले असारमा अन्तिम साता वर्षसँगै आएको बाढी, पहिरो र डुबानका कारण प्रदेश 2 का 8 जिल्ला प्रभावित भएको बेला यस क्षेत्रका थुप्रै विद्यार्थीहरू आवेदन दिन नसकेको नेभी सङ्घ प्रदेशका संयोजक सशिन्द्र मोहन राजले बताएका छन्। पूर्ण शुल्कीय र छात्रवृत्तिको लागि असार 18 र 20 गते नै आवेदन आह्वान गरिएको र साउन 10 र 12 गते समय सीमा समाप्त भएपछि समय अझ 1 हप्ताको लागि बढाउन माग गर्दै विद्यार्थीहरू आन्दोलित भएका हुन्। उपनिर्देशक वसन्त यादवका अनुसार केन्द्रको नीति अनुसार नै हामीले आवेदन दरखास्त लिएको र समय बढाउने नबढाउने केन्द्रकै हातमा रहेको प्रतिक्रिया दिएका हुन्। त्यस्तै विद्यार्थीहरूलाई लिएर आन्दोलित भएका नेभी सङ्घ आबद्ध युवा नेताहरूले फर्म भर्ने समय नबढाएसम्म ताला नखुल्ने चेतावनी दिएका छन्। नेपाली काङ्ग्रेस र राजपाका सांसदहरूले सर्लाही घटनाको सत्य तथ्य छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ। सभामुख कृष्णबहादुर महराले बुधबार बैठक सुरु भएको जानकारी गराउने बित्तिकै नेपाली काङ्ग्रेस र राजपाका सांसदहरू उभिएर विरोध जनाएका थिए। सभामुखले कार्यसूची अगाडि बढाउने भन्दै शून्य समयको कारबाही अघि बढ्छ भन्ने बित्तिकै सांसदहरू रोस्टम अगाडि आएर नाराबाजी गरेका थिए। सभामुखले आसन ग्रहण गरी सदन सुचारू गराउन पटक पटक आग्रह गरे पनि सांसदहरूले नाराबाजी गरिरहेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन। समस्या पुर्याउन यसलाई हल गर्न सदन चल्नुको विकल्प छैन। त्यसकारण म फेरि एक पटक अनुरोध गर्न चाहन्छु, यहाँहरू सबैले आफ्नो आसन ग्रहण गरिदिनुहोस्। काङ्ग्रेस र राजपाका सांसदहरूले झण्डै 1 घण्टा रोस्टम अगाडि नाराबाजी गरेका थिए। त्यसपछि सभामुख महराले बैठक स्थगित गर्दै अर्को बैठक भोलि बिहिबार अपराह्न 2 बजेका लागि बोलाइएको घोषणा गर्नुभयो। नेपाली काङ्ग्रेस र राजपाका सांसदहरूले सर्लाहीका भिन्नाभिन्नै 3 घटनाको सत्य तथ्य पत्ता लगाउनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गर्दै असार 24 गतेदेखि निरन्तर सांसद बैठक अवरोध गर्दै आएका छन्। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नका लागि प्रति बैठक दैनिक 7 लाख रुपैयाँ खर्च हुने गरेको छ। प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि आवश्यक पूर्व तयारीदेखि सांसदहरूलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत गरी प्रति बैठक दैनिक 7 लाख रुपैयाँ खर्च हुने गरेको सङ्घीय संसद सचिवालयले जनाएको छ। यो बैठक कार्यकक्ष सरसफाई, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रसारणको चेक जाँच, जनशक्ति परिचालन, संसद भवनको वार्षिक भाडा, पानी, बिजुली लगायतमा हुने खर्चहरूको एक मुष्ट रकम हो। बैठक बस्ने दिन
मर्यादा पालक लगायत सचिवालयका अन्य कर्मचारीहरूले आधा घण्टा अघिदेखि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ। बैठकका पूर्व तयारीदेखि सांसदहरूलाई उपलब्ध गराउने समेत गरी प्रति बैठक दैनिक 7 लाख रुपैयाँ खर्च भइरहेको सङ्घीय संसदका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो। हामीले सामान्यतया यो मिटिङहरू सञ्चालन गर्ने सामान्य खर्चहरूलाई छोडेर यदि हामी मेजर खर्चहरू कुरा गर्ने हो भने चाहिँ एउटा बैठक सञ्चालन गर्छ अथवा मासिक रूपमा बेहोर्ने खर्चहरूले पनि त्यो व्यवहार बोकेको हुन्छ। यो बैठक सञ्चालनको अवधिमा अहिले हाम्रो आफ्नो चाहिँ भवन नभएको कारणले हामीले भाडामा लिनु परेको अवस्था हो। करिब हामी वर्षको 15 करोड त भाडा तिरेर बसिरहेछौँ। त्यो बैठक अवरुद्ध हुँदा पनि सचिवालयको यो खर्चमा पनि कमी आउँदैन। बैठक अवरुद्ध भए पनि सचिवालयले सांसदहरूलाई बैठक भत्ता बापत 1000 र यातायात बापत 1000 गरी प्रति सांसद 2000 रुपैयाँ उपलब्ध गराउनु पर्ने हुन्छ। सङ्घीय संसद भवनको मासिक भाडा 18 लाख र बिजुली पानी लगायतमा मासिक 12 लाख खर्च हुने गरेको प्रवक्ता पाण्डेले बताउनुभयो। बैठक अवरुद्ध हुँदा बैठकका कार्यसूचीलाई मात्रै प्रभाव पार्ने भएकाले यो खर्च सचिवालयका लागि अनावश्यक व्यवहारको रूपमा रहने गर्दछ। दैनिक जसो बैठक अवरुद्ध हुँदा जनताको सरोकार राख्ने विषयले सदनमा प्रवेश नगराउने तर सचिवालयको आर्थिक व्यवहार भन्दै बढ्दै जाने देखिन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिबी र पछौटेपन बदल्ने गरी काम गर्न सबै मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री ओलीले विकसित हुने पर्याप्त सम्भावना हुँदाहुँदै पनि गरिबी र पछौटेपनको चपेटामा परेको मुलुकलाई अघि बढाउन सरकारले आवश्यक नीति तथा कार्ययोजना तय गरेको पनि स्पष्ट पार्नुभयो। बुधबार सिंहदरबार स्थित आफ्नै कार्यालयमा मन्त्रीहरूसँग चालु आर्थिक वर्षको कार्ययोजनामा सम्झौता गरेपछि उहाँले समृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय आकाङ्क्षालाई पूरा हुने गरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न पनि सबै मन्त्रीहरूलाई सचेत गराउनुभयो। प्रधानमन्त्री ओलीले जनताको सेवा सुविधालाई ध्यानमा राखेर सरकार अघि बढेको दावी गर्दै त्यस अभियानलाई अझै प्रभावकारी बनाउन पनि सबै मन्त्रालयको ध्यान आकर्षण गराउनुभयो। प्रधानमन्त्री ओलीले सरकार मुलुकको हित हुने गरी अडान लिन सक्ने हैसियतमा रहेको उल्लेख गर्दै सोही अनुसारको कार्य सम्पादन हुनुपर्नेमा जोड दिनुभयो। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको कामलाई पूर्णता दिन पनि प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग र मन्त्रीहरूले सचिवहरूसँग कार्य सम्पादन सम्झौता गर्ने कामको सुरुवात गरिएको हो। कार्यक्रममा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको विस्तृत कार्ययोजना प्रधानमन्त्री ओली समक्ष पेश गरेको थियो। दुवै मन्त्रालयले पेश गरेको कार्ययोजनामा मन्त्रालयले तय गरेको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका मितिसहितको कार्ययोजना समावेश गरिएको छ। सप्तरीको राजविराज नगरपालिकाले नगरभित्रका वृद्ध वृद्धाहरूलाई बुधबार सम्मान गरेको छ। नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरभित्रका 80 जना वृद्ध वृद्धालाई सम्मान गरेको हो। कुल 16 वटा वडा रहेको नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट 5-5 जना ज्येष्ठ नागरिकको छनौट गरी सम्मान गरिएको मेयर शम्भुप्रसाद यादवले बताए। कार्यक्रममा सम्मान पाएपछि निकै खुसी देखिएका ज्येष्ठ नागरिकहरूको तर्फबाट पनि आशीर्वाद सहित मेयर यादवलाई फूल, माला, अबिर र दोसल्ला ओढाई सम्मान गरिएको थियो। कार्यक्रममा मेयर यादवले ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाउनुको साथै छाता, कम्बल र झोला दिएर सम्मान गर्नुभयो। सम्मान पाउनेहरूमा जिल्लाकै सबभन्दा ज्येष्ठ नागरिक मानिएका 105 वर्षीय राजेन्द्र यादव सहित 95 वर्षीय प्रदुमन यादव, 94 वर्षीय वासुदेव यादव, 91 वर्षीय फुलझरिया देवी यादव लगायत 80 जना वृद्ध वृद्धालाई छन्। कार्यक्रममा 85 वर्षभन्दा माथिका नगरभित्रका वृद्ध वृद्धालाई सम्मान गरिएको छ। ज्येष्ठ नागरिक राष्ट्रिय र समाजको अमूल्य निधि भएको भन्दै उनीहरूको सुरक्षा र संरक्षण गर्न स्थानीय तहको तर्फबाट नगरपालिकाले कुनै कसर बाँकी नराख्ने मेयर यादवको प्रतिबद्धता थियो। कार्यक्रममा राजविराज नगरपालिकाका सबै 16 वटे वडाका वडा अध्यक्षहरू, सामाजिक विकास अधिकृत मनोज कुमार यादव, लेखा अधिकृत उमाशंकर यादव, विपद व्यवस्थापन शाखा प्रमुख उमेश यादव लगायतको उपस्थिति थियो। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा
बेवारिसी अवस्थामा छोडिएको शक्तिशाली बमलाई एउटा बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा 34 जनाको मृत्यु भएको छ। बुधबार बिहान भएको दुर्घटनामा ज्यान गुमाउनेहरूमा अधिकांश महिला र बालबालिका रहेको स्थानीय प्रहरले जनाएको छ। बम अफगानिस्तानको विद्रोही समूह तालिबानले राखेको अनुमान गरिएको छ। घटनामा अरू 10 जना घाइते भएका छन्। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। खेतमा पानी लगाउने क्रममा विवाद हुँदा गुल्मीमा 1 जनाको मृत्यु। नियम सङ्घद्वारा सिटिएभिटी प्रदेश 2 को कार्यालयमा तालाबन्दी। सभामा नेपाली काङ्ग्रेस र राजपाको अवरोध कायमै, अर्को बैठक बिहिबार बस्दै। देशमा रहेको गरिबी र पछौटेपन बदल्ने गरी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन। र 70को राजविराज नगरपालिकाद्वारा नगरभित्रका वृद्ध-वृद्धाहरूलाई सम्मान। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।